Good morning, beautiful people, and welcome back to the channel. आज चाहिँ हो हाम्रो गाउँमा डे 3 एन्ड एकदमै धेरै रमाइलो भइरहेको छ यहाँ। अन्त यहाँ खासमा आउने कारण चाहिँ अब टिमुर हेर्नुको लागि आएको थियो नि त हामीहरू कि पिछले टाइम हामीले रोपेको कस्तो भयो भनेर। सो आज चाहिँ हामीहरू आएको छ घरको मुनिको बारीमा। सो हेर्नुपर्छ अब टिमुरको हालत कस्तो भएछ। तपाईँ पनि जाने कि यो बनमारा त यो ग्लास लगाऊ वेट द ग्लास डार्लिङ जंगल पो हुन्छ त्यो त भएन रहेछ यार सानो भइरहेछ हेर्नु त काकी ग्लोभ्सको पावर हेर्नु नि यहाँ मात्रै रहेछ यहाँ मुनि त सिस्नो चाहिँ कति हो कि अब यहाँ हेर्नु पुरा मुनि पुरा जङ्गल भएर बसेछ बर्बाद भयो बर्बाद। सो गाइस त्यहाँको बारीबाट काम गरेर अहिले चाहिँ यता साइडको बारीमा पुग्यो। अन्त यहाँ टिमुरको साइडमा भएको घाँसहरू पनि सबै निकालिदिइसक्यो। बिचरा पुरा घाँसले होइन बर्बाद भएको थियो यो पनि। अब यता पनि सफा गरिसक्यो। यो चाहिँ पुरा घाँसले बिचरा कभर भएर यो के भन्छ ठुलै हुन सकेन रहेछ कि यो रुख चाहिँ। यतावाला रुख पनि ठिकै रहेछ। यहाँ पनि हामीले सफा गरिसक्यो। आसपास भएको घाँस सबै निकाल्यो पुरा घाँसले कभर भएको रहेछ। अन्त यहाँ पनि मजाले उगेछ। यो पनि सफा भइसक्यो। यता पनि उगेको यो पनि सफा भइसक्यो। यसलाई त जडै नि आमाम सक्दैन त सोच हेर यो जड त मजबुत रहेछ। हेर्नु त यो जड यो बनमाराको जड फाल्नुपर्छ यसलाई चाहिँ। बनमाराले किनभने पुरा घिर्छ नि त पछि आसपासको। ओए खान्ने मान्छे भएन रहेछ यतातिर हौ। खान्ने मान्छे भएन यहाँ त अलिकति निकाल्नुपर्छ आसपासको। आमा यो मकौडोको जालीहरू सबै निकाल्दै अनि एकचोटि यस्तो यस्तो झाडा ल किराहरू छ भने सबै निस्किन्छ नि त। थाक्यो होला यार म गर्छु दाइदिनु। खेदालो नभएर आज चाहिँ दिमाग खराब भयो कि गाइस। आम्बो ओहो अब भोलि खेदालो पाउँदाखेरि चाहिँ हामीहरू जाने हो त्यहाँ डाँडामा रोपेको उतापट्टिको बारीहरूको मुनिपट्टिको बारीहरूको सबै चाहिँ भोलि गर्ने। अहिले फिलहालमा चाहिँ हाम्रो त्यो घरको माथि अनि यतातिरको चाहिँ आज हामीले गर्ने भनेको। किनभने खेदालो नपाए पनि के भयो होइन आफ्नो काममा त आफै हात लगाउनु पर्छ नि त। लाइक गाइस बारीबाट ठ्याक्क काम गरेर आएपछि चाहिँ हामी चाहिँ यहाँ आलु उसिएको खान लागेको। खासमा यो पानीमा उसिएको होइन यसमा चाहिँ ओइल हालेर भाउजूले मजाले सिटी लगाउनु भएछ। यो चाहिँ हो गाउँको अर्ग्यानिक आलु है गाइस। अनि यहाँ चाहिँ अचार टिमुरको अचार तातो रहेछ लु खाऊ। बाहिर चाहिँ पानी परेर फसाद भइसक्यो। अन्त यहाँ चाहिँ हामी आज चुलोमा पकाएको राँगाको मासु खाने हो गाइस। यहाँ छ हाम्रो राँगाको मासु है धोएर मजाले सफा गरेको। गाउँघरमा बत्ती गएर हामीले चाहिँ आज मोमबत्ती लगाएर खाना बनाउँदैछौँ गाइस। पानी परेर अब लाइट पनि गइसक्यो होइन के गर्ने अब। ओहो गाउँघरको लोकल राँगाको मासु बिना छालाको। लु भयो धुवा चाहिँ खतरै निस्किन्छ कि। गाउँघरमा यस्तै हो तर मजा पनि यसमै छ। सिटीमा कहाँ पाउँछ यस्तो चिजहरू गर्नु होइन गाइस। सिटीमा पाउँदैन। अलिकति दाउरा थाप्नु पर्ला जस्तो छ दाइ। गाइस यहाँ चाहिँ अब बत्ती नहुँदाखेरि आइडिया चाहिँ यो है बत्तीको। बत्ती छैन गाउँमा। अब यही हो बत्ती आगोले हेर्नु पर्यो हेर ल मजाले पाक्दैछ ल। लु यो हो सही जुगाड। अलिकति बचाउ लास्टको लागि लु हो अब चलाउनु मिट मसाला सक्यो हालेन हालेछ नमक हालेछ। एकछिन अलिकति फ्राई हुनु दिने अनि गोलभेडा हाल्ने होइन। यो लाइटले त बर्बादै पारिदिने भयो यार। फोनमा हिट भयो मेरो। अब चाहिँ लु मजाले भयो।
अनि यसरी त्यसो होइन अनि यसरी आगोमा हेरेको पाकेन भने यसरी एउटा चाखेर हेर्नु पर्यो मासु यसरी टिपको फत्ता हान्ने एउटा मासु दिनु न छैन उयो मासु अघि त फोनमा ए किरा किरा यहाँ फ्ल्यास लाइटमा कहाँ हो किरा थियो अघि त उयो परेछ के उयो मासु हेर त चाखेर पाक्यो कि पाकेन How was it? अझै म त हाल्नु आलिहाल्नु कस्तो टेस्टी न सो गाइस अहिले फिलहालमा चाहिँ यहाँ घरको बाहिर बार्न लागेको अन्त यो कलर पनि मैले लगाइसकेँ यहाँ ब्लू कलर चाहिँ मैले लगाएको अब अर्को पनि लगाउनु बाँकी छ अन्त यहाँ हाम्रो भाइ चाहिँ ट्याङ्की सफा गर्दैछ भाइ ओ भाइ कस्तो लाग्दैछ ट्याङ्की सफा गरेर मजा आउँदैछ आज चाहिँ यो ट्याङ्की फिक्स गर्ने होइन यहाँ घरमा अन्त त्यहाँदेखि एउटा साइडमा हामी धारा पनि बनाउने बस्दैन नि त घरमा अनि त्यही भएर यस्तै हो कि घरको बुढा हाल गाइस अन्त यहाँ मुनि आँगनमा चाहिँ मजाले पछि बादमा हुन्छ नि अब ग्राभेल गर्ने अनि त्यहाँदेखि पछि मजाले मिलाउने अहिले फिलहालमा चाहिँ अब काम चलाउको लागि बनाएर राख्न लागेको छ गाउँको घरमा यहाँ चाहिँ टन्नै टिमुरको प्लान्ट यो फुलहरू पनि पुरा उगाइदिने यो भएपछि साइडमा भएपछि पुरा साइडमा फुलहरू उगाउने प्लानिङ छ हाम्रो चाहिँ सो गाइस फाइनली यहाँ मैले सबै रडमा कलर लगाएर सकिसक्यो होइन अन्त यता साइडमा गेट पनि बनिसक्यो हाम्रो गाउँको घरको अनि एउटा कुरा चाहिँ रङ लगाउँदाखेरि मलाई आज एउटा गिफ्ट पायो त्यो गिफ्ट चाहिँ यो गाइस कस्तो रङ लाउँदा लाउँदै कस्तो म के भन्छ लड्यो के अनि यहाँ चोट लाग्यो अन्त यहाँ चाहिँ लागेछ पुरा कलर मैले ग्लभ्स लगाएर गरेको थिएँ एकछिन ग्लभ्स खोलेको त पुरा हातमै कलर लाग्यो गाइस सो गाइस यहाँ चाहिँ आज हामी बनाउँदैछौँ सिस्नु अर्ग्यानिक सिस्नु मैले आफैले टिपेको अनि क्या मजाको भएछ यहाँ अलिकति हामीले चिप्ले भिडी पनि हालेको छ अनि एकदमै टेस्टी भएछ अर्ग्यानिक मकैको ढिँडो वाओ खबर भन्नु म बनाउँदैछु आलु र बिन्स चाहिँ यो कम्प्लिट गाउँको अर्ग्यानिक बिन्स हो आलु पनि अर्ग्यानिक होइन अन्त मजाले छवि हालेर बनाउँदैछु कस्तो मिठो बासना आइरहेको छ गाइस वाउ के हुँदैछ यतातिर के कार्यक्रम हुँदैछ यहाँतिर हेलो हामी त जार भन्नु फेरि यहाँ युट्युबर आयो फेरि अम्बो यहाँ चाहिँ गाइस यहाँ हेर्नु कस्तो राम्रो के स्प्रिङ अनियन होइन अब काठमाडौँमा त कति महँगो भन्छ यहाँ चाहिँ अर्ग्यानिक पत्ता युज गर्दैन रहेछ होइन अनि यो चाहिँ फाल्ने अरे सबै कस्तो राम्रो क्वालिटीको स्प्रिङ अनियन छ हेर्नु त गाइस अर्ग्यानिक यहाँ हेर्नु न आमा होइन यो त हामीले लिएर जाने हाल्यो होइन ओहो अर्ग्यानिक प्याज है यो सबै कस्तो राम्रो हेर्नु गाइस अर्ग्यानिक प्याज वाउ सिटीमा कहाँ पाउँछ यस्तो कत्रो ठुलो कस्तो बासना मजाको बासना आएको कि प्याजको दामी कति धेरै आलु निस्किएको आलु चाहिँ के हो तपाईँले यहाँ उगाएर बिर्सिएको हो कि के हो निकाल्नु किराले खाएर नउकालेको दुईटा रहेछ ऊ त्यहाँ हो निस्क्यो अब यो स्प्रिङ अनियन चाहिँ मल हुन्छ होइन लुजा गाई सिटीमा यस्तो महँगो मान्छेले किनेर खान्छ यहाँ चाहिँ मल भइरहेको छ है स्प्रिङ अनियनको एक्स्ट्रा भएको छ एक्स्ट्रा एन्ड बाई द वे यो चाहिँ हाम्रो सेकेन्ड हाउस है गाइस गाउँको अहिले हामीले अस्ति यो बाडेको थियो नि यो चाहिँ कम्प्लिट लुक चाहिँ यस्तो आयो होइन अहिले मजाको देख्दैछ अब पछि मेबी इन द फ्युचर यता थपौँला ल किनभने हामी बस्दैन यहाँ यत्तिकै हो यो घर त मतलब क्या कहिले आउँदाखेरि गाउँमा बस्ने त्यति हो होइन अनि यो चाहिँ हाम्रो सानो गाउँको टोल
कस्तो स्कुल जस्तो घर छ है गाइस मलाई त लास्ट कमेडी लाग्छ यो चाहिँ मलाई डिजाइन एकदम मन नपरेको हो खासमा हामीले यो घर चाहिँ के भन्छ त्यो कमर्सियल युजको लागि बनाएको हो कि गाइस सो लास्टवाला कोठामा चाहिँ किचन हो नत्र यता सबै रुमहरू खाली छ यो बादमा यता सटर निकालेर कमर्सियलमै दिने भन्ने प्लान छ हाम्रो किनभने रोडमै छ नि त घर र अब चाहिँ घरलाई बिदा गर्ने टाइम भयो होइन सट्ट यो जाली साली सबै लगाइसक्यो अब चाहिँ हामी निस्किँदैछौँ घरबाट गाउँको घरबाट यहाँ चाहिँ तलसम्म जङ लाग्छ भने मैले भर्खर तलसम्म पनि रङ हालिदियो गाइस अब यो प्लास्टिकले बन्द गरेर राखिदिने सो गाइस गाउँघरमा अब सबै कामहरू सकेपछि हामीहरू चाहिँ काठमाडौँ फर्किन लागेको अन्त सबभन्दा बिटी चिज यो भयो कि यहाँ सुमो आएन होइन अनि त्यही भएर यहाँ चाहिँ हामीले अब भनौँ न अर्ली मर्निङमा बस लिएको अब यो बसको राइड लिएर अफ रोडबाट जान लागेको अनि एकदमै धेरै डर लागिरहेको थियो मनमा होइन किनभने रोडको हालत हजुरलाई थाहै छ होइन कस्तो छ भनेर मेरो प्रिभियस ब्लगमा मैले धेरै नै देखाएको छ रोडको कन्डिसनहरू होइन अनि अब चाहिँ डर के आगे जित है सोचेरै अब काठमाडौँ फर्किने हो अब मजाले लन्च गरेर निस्किहाल्ने तपाईँको भेज आउँदैछ गाइस फाइनली हामीहरू चाहिँ यहाँ काठमाडौँ पुगिसक्यो होइन एन्ड यहाँ साइडमा कान्छीलाई हेर्नु होला सुतेर यहाँ बिहोस भइसक्यो मान्छे जहिलेदेखि गाउँबाट आएको